नमस्कार साथीहरू, विगतका परीक्षाहरूमा सोधिएका नेपालको भूगोल सम्बन्धी प्रश्नहरू र आगामी परीक्षाको लागि बहुसम्भावित प्रश्नहरू 5 सेकेन्डको टाइमिङमा मक टेस्ट गर्दै सिक्न मिल्ने गरी आजको सामग्री लिएर आएका छौँ। जम्मा कति प्रश्नहरू मिलाउनुहुन्छ अन्त्यमा कमेन्टमा भन्न नबिर्सिनुहोला। आउनुस् आजको भिडियोतर्फ अगाडि बढौँ। क्वेशन नम्बर 1, धरातलीय दृष्टिकोणले नेपाल कति प्रदेशमा विभाजित छ? तीन प्रदेश। क्वेशन नम्बर 2, नेपालको कुल क्षेत्रफलको कति भूभाग तराई प्रदेशले ओगटेको छ? %। क्वेशन नम्बर 3, नीलगिरी हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? धवलागिरी। क्वेशन नम्बर 4, गोसाइँकुण्ड कुन जिल्लामा अवस्थित छ? रसुवा जिल्ला। क्वेशन नम्बर 5, नेपालको कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएको छ? गौरी शङ्कर। क्वेशन नम्बर 6, नेपालमा पाइने ठुला र साना नदीहरूको सङ्ख्या कति भएको अनुमान गरिन्छ? 6000। क्वेशन नम्बर 7, नेपाल पूर्व पश्चिमको औसत लम्बाइ कति रहेको छ? 885 किलोमिटर। क्वेशन नम्बर 8, नेपालको कफी उत्पादनको लागि प्रसिद्ध जिल्ला कुन हो? गुल्मी। क्वेशन नम्बर 9, रेडियो नेपालको स्थापना कहिले भयो? विक्रम सम्वत 2007 सालमा। क्वेशन नम्बर 10, नीलगाड कुन नदीमा मिसिन्छ? महाकाली नदीमा। क्वेशन नम्बर 11, मुक्तिनाथ कति उचाइमा रहेको छ? 3750 मिटर। क्वेशन नम्बर 12, नेपालको सबैभन्दा ठुलो नदी कुन हो? सप्तकोशी। क्वेशन नम्बर 13, नेपाल चीनभन्दा कति गुणा सानो छ? 65 गुणा। क्वेशन नम्बर 14, सबैभन्दा उचाइमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो? सिमिकोट। क्वेशन नम्बर 15, नेपालको उत्तर दक्षिणको सरदर चौडाइ कति रहेको छ? 193 किलोमिटर। क्वेशन नम्बर 16, लोकताको जिल्ला र झोलुङ्गेपुलको जिल्ला भनेर कुन जिल्लालाई जनाउँछ? बागलुङ जिल्ला। क्वेशन नम्बर 17, GMT भन्दा नेपालको समय कति छिटो छ? 5 घण्टा 45 मिनट। क्वेशन नम्बर 18, नेपालको प्रामाणिक समय कहिलेदेखि लागू भएको हो?
2042 वैशाख 1 गतेदेखि। क्वेसन नम्बर 19, नेपालको सिमाना नजोडिएको नजिकको मुलुक कुन हो? बङ्गलादेश। क्वेसन नम्बर 20, नेपालबाट सबैभन्दा नजिकको समुद्र कुन हो? बङ्गालको खाडी। क्वेसन नम्बर 21, दक्षिण भारतसँगको सिमाना केले छुट्याएको छ? दस गजाले। क्वेसन नम्बर 22, नेपालको ठूलो मन्दिर कुन हो? जानकी मन्दिर। क्वेसन नम्बर 23, अग्लो स्थानमा रहेको मन्दिर कुन हो? मुक्तिनाथ मन्दिर। क्वेसन नम्बर 24, सगरमाथा शिखर कुन गाविसमा अवस्थित छ? खुम्जुङ गाविस। क्वेसन नम्बर 25, नेपालको होचो विमानस्थल कुन हो? विराटनगर। क्वेसन नम्बर 26, नेपालको होचो ठाउँ कुन हो? धनुषाको मुसहरनिया। क्वेसन नम्बर 27, नेपालमा भएको सबैभन्दा ठूलो राजदूतावास भवन कुन हो? रसियन। क्वेसन नम्बर 28, नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो? सिमिकोट। क्वेसन नम्बर 29, नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो? खुम्बु। क्वेसन नम्बर 30, हिमालपारीको जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? मनाङ र मुस्ताङ। क्वेसन नम्बर 31, खुकुरीको लागि चर्चित जिल्ला कुन हो? भोजपुर। क्वेसन नम्बर 32, शालिग्राम पाउने नेपालको एकमात्र नदी कुन हो? कालीगण्डकी। क्वेसन नम्बर 33, नेपालमा दक्षिणबाट उत्तरतर्फ भएर बग्ने नदी कुन हो? कर्मनाशा। क्वेसन नम्बर 34, नेपालको सबैभन्दा ठूलो ताल कुन हो? रारा ताल। क्वेसन नम्बर 35, फोक्सुन्डो तालको अर्को नाम के हो? रिग्म ताल। क्वेसन नम्बर 36, तिलिचो ताल समुद्र सतहबाट कति मिटर उचाइमा रहेको छ? चार 4919 मिटर। क्वेसन नम्बर 37, नेपालमा विश्व सिमसार दिवस कहिलेदेखि मनाउन थालिएको हो? सन् 1991 देखि। क्वेसन नम्बर 38, नेपालको सबैभन्दा लामो झरना कुन हो?
पचाल झरना। क्वेसन नम्बर 39। नेपालमा 20,000 फिटभन्दा अग्ला चुचुराको संख्या कति छन्? ,250 भन्दा बढी। क्वेसन नम्बर 40। नेपालमा पर्वत आरोहणको लागि कहिले खुला गरिएको हो? सन् 1949। क्वेसन नम्बर 41। विश्वको सर्वोच्च स्थानमा रहेको होटल एभरेस्ट भ्यू होटल कति उचाइमा रहेको छ? 3,780 मिटर उचाइमा। क्वेसन नम्बर 42। चोमोलोङमा अर्थात् 15औं चुरीलाई सगरमाथा भनी नामाकरण गर्ने व्यक्ति को हुन्? इतिहास शिरोमणि बाबुराम आचार्य। क्वेसन नम्बर 43। सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ? चोमोलोङमा। क्वेसन नम्बर 44। सबैभन्दा कम क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो? धनकुटा। क्वेसन नम्बर 45। नेपालमा ज्वालामुखीको संकेत कुन ठाउँमा पाइन्छ? दुल्लु, दैलेखको दुल्लु। क्वेसन नम्बर 46। पाटन ढोकाको अर्को नाम के हो? तुसाहिटी। क्वेसन नम्बर 47। नेपालको कतिवटा जिल्लामा जेल छैनन्? 5 जिल्ला। सुरुमा 3वटा मात्र जिल्ला थिए, पछि पूर्वी नवलपरासी र पूर्वी रुकुम गरी 5वटा जिल्ला जेल नभएका जिल्ला भएका छन्। यहाँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ र यहाँले कतिवटा मिलाउनु भयो आजको यो मक टेस्ट स्टाइलको हाम्रो चाहिँ परीक्षण गर्दै सिकाइएको भिडियोमा? कृपया कमेन्टमा प्रतिक्रिया दिन नभुल्नुहोला। यदि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद। नमस्कार।